press the bell icon on the YouTube app and never miss another update. राजकुमारको विवाहमा धान कुट्दैछन् महिला। राजकुमारको विवाहमा धान कुट्दैछन् महिला। अझ पनि चलन छँदै यस्तै थियो पहिला। अझ पनि चलन छँदै यस्तै थियो पहिला। यो 2076 सालको मङ्सिर 20 गते हो। यो हाम्रो हेड सर ज्ञानबहादुर शाहीको छोरा राजकुमारको शुभ विवाहमा धान कुट्ने कार्य भइरहेको छ। यानि कि सबै धान कुटेर कसैले रेस्ट गरिरहेका छन् भने कसैले धान कुटिरहेका छन्। यो चलन कुनै मिल को कुनै सुविधा नभएको हुँदा हातबाटै हातले दुम्चे मुसल र ओखलमा धान कुट्ने प्रवृत्ति, धान कुट्ने चलन अझै पनि सर्वविदित छ। यो यथावत नै छ। कुनै परिवर्तनको बाहक कोही हुनुहुन्छ भने हामीले यो ठाउँलाई परिवर्तन गर्न अनिवार्य रहेको छ।